मा सेमेक र यहुदाको पहाडी देशमा किर्यात आर्बा जो हेब्रोन हो अर्पण गरे भनेर छ। त्यो सहरहरूलाई चाहिँ उनीहरूले अर्पण गरे भन्छ। र अलिकति तल हामी आउनेछौँ सिधै। कसैले कुनै मानिसलाई भुलले मारेको भए सभाको सामु त्यसको न्याय नभएसम्म हत्याको बदला लिनेको ठाउँ हातबाट पर्न नपरोस् भनेर त्यो भागेर जानलाई सारा इस्राएलीहरू र तिनीहरूसँग प्रवास गर्ने परदेशीहरूका निम्ति ठहरेका सहरहरू यिनै हुन्। इस्राएलीहरूलाई मात्र नभएर इस्राएलीहरू सँगसँगै उनीहरूसँगै बसेका प्रवासीहरू ती सबैले चाहिँ शरण गर्ने ठाउँ यो हो है भनेर परमेश्वरले सिकाइदिनु। जो कोहीले पनि पाप गरेको छ भने, जो कोहीले अपराध गरेको छ, जो कोहीले चाहिँ ज्यान मारेको छ, अब त्यो ज्यान मारेको व्यक्ति तर अन्जानमा गरेको कारणले गर्दा उसले त्यो ठाउँमा शरण पायो र पुजारीले उनीहरूलाई राख्यो, आफ्नो ठाउँमा जान पाउँथ्यो। र त्यो ठाउँमा गएपछि उसलाई कसैले केही गर्दैन थियो, किनकि त्यो चाहिँ निरपराधी ठहरिएको हो। अब बुझ्नुपर्ने कुरा चाहिँ यहाँ छ। 19:3 पदमा पनि के लेखेको छ भने मैले सर्टकटमा भने परमप्रभु परमेश्वरले तिनीहरूलाई अधिकार दिन लाग्नु भएको देशमा 3 भागमा विभक्त गरेर ती सहरहरू जाने बाटाहरू तयार गर्नु भन्छ। अब त्यो शरणनगर जानको लागि चाहिँ अब हामीले मान्छौँ, हामी कमल गाउँपालिका कमल गाउँपालिकामा छौँ, 5 नम्बर वाडामा छौँ अहिले। अब हाम्रो लागि शरण नगर भनेको चाहिँ दमक परियो। बाइचान्स अचानक अन्जानमा हामीले पाप गऱ्यौँ, अपराध गरेपछि अब हाम्रो जाने ठाउँ चाहिँ नजिकका छ त दमक छ।